देख्न सक्नुहुन्छ हैन यहाँ पनि काठमाडौँ भन्दा कम चाहिँ झिलिमिली चाहिँ छैन हैन यस्तो माहौल छ हैन यहाँ नजिक गएर चाहिँ कस्तो रहेछ भयो यहाँ रहेछ यहाँ फोटो खिच्नको लागि टिकटक बनाउनको लागि पार्कहरू पनि कुन ठाउँ एकदम So hello guys, welcome back to my YouTube channel. आज पनि तपाईहरुलाई स्वागत छ मेरो रुस्तमलाई हैन मेरो भ्लग च्यानलमा स्वागत छ। आयो हजुरहरु सबैजना एकदम सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु भन्ने आशा गर्दछु। अनि त्यो गाइस त्यही हो अनि आज चाहिँ हामी घुम्नलाई आएको छौँ यो दिवालीको छुट्टी थियो त्यही भएर हामी त दुबईतिरको माहौलमा एकदम रोडतिर घुम्न आएको छौँ। यता चाहिँ पुरै गार्डन पार्कहरू हो यतातिर हामी घुम्नलाई आएको यताहरू अगाडि गइसक्यो दुईजना चाहिँ त्यसै कारण चाहिँ हामी पछाडि दुईजना दायाहरू हुनुहुन्छ अनि तता अहिले चाहिँ हामी जाँदैछौँ होइन घुम्दै गाइस अहिले चाहिँ लगभग रातिको त्यस्तै 5-6 बजिसकेको छ रात पनि पढ्न लागेको छ हल्का हामी हल्का यहाँनिर टक्क हिँड्दैछौँ जाँदैछौँ होइन गाडीहरू रोडतिर घुमिरहेको छ रोडतिरको पुरा पार्कमा हामी चाहिँ घुम्ने हो त्यो दामी छ जग्गा टक्क लाएर ए गाडी बुवा के छ हौ खबरहरू पार्टीहरूको दुईजना पार्टी चाहिँ अगाडि गइसक्यो होइन केटाहरू पाइने होला हिँड्ने गर्छ हामीलाई यहाँ छोडेर पर पुगिसक्यो यहाँ त्यो गाइस चाहिँ होइन 2 दिनको जिन्दगीमा मरिरहनु के छ र होइन दिवालीको दिन ट्रक्क लाएर हामी चाहिँ हिँडेको हो घुम्न अलिक रात परिगयो कि गाइसहरू हामीलाई ढिलो भयो यस्तो छ पार्कहरू होइन गार्डन पार्कहरू हो पुरै रातिको समयमा यहाँ चाहिँ काठमाडौँमा जस्तो पुरै गाडीहरू जामहरू पनि हुँदो रहेछ हप्ता टक्क लाएर बत्तीहरू पनि बल्नु थालिसकेको छ पुरै लाएर यस्तो छ होइन यहाँको भ्यूहरू चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले पुरै टक्क लाएर होइन अनि यहाँ फोटो खिच्नलाई भनेर बसिरहेको छ हाम्रो बान्या दाइ फोटो खिचिरहेको छ एकदम बबाल भ्यूमा होइन टक्क लाएर पुरा हिरो देखिएको छ त हो बाबा होइन पुरा हिरो देखिया छ पुरा यस्तो छ गाइस होइन नाइटको भ्यूहरू पुरा यस्तो छ पछाडिको ब्याकग्राउन्डहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन पुरा यता साइडको पुरा घुमिने जस्तो भइरहेको ढलकमा चाहिँ यस्तो भइरहेको छ पुरा होइन टक्क लगाएर रोड गार्डनको पार्कतिर फोटो खिच्ने कार्यक्रमहरू चाहिँ भइरहेको छ टक्क लगाएर गाडीहरू काठमाडौँमा जस्तो जाम भइरहेको छ यस्तो कुदी पनि रहेको छ त्यसै सेम काठमाडौँको रोडतिर जस्तो भएर बुढोहरू फोटो खिचिरहेछन् पुरातिर चाहिँ टक्क लगाएर यता गाडी छन् हाम्रो साथीहरू अलिकति परतिर सो गाइस फाइनली फेरि यहाँनिर पार्कतिर आइसक्यो हामी चाहिँ होइन अनि टक्क लगाएर हाम्रो यता दाइहरू सोल्टीहरू यता हो होइन के छ त गाडी यसो हात हल्लाइदिनु के छ हेलो गाइसहरू सही छ नि होइन फोटो खिचौँ क्या अब फोटो मेरोबाट पनि लाइनमा त राम्रो आउँदो रहेछ है ल फोटो खिचौँ क्या गाइसहरू गाडी चाहिँ नाइटको समयमा छ होइन टक्क लाएर यहाँनिर हाम्रो भेलु बुढो छ होइन मसँग टिकटकमा नाच्ने बुढो यहाँ दुईजना फोटो खिच्ने कार्यक्रम भइरहेको छ अनि यता चाहिँ यहाँ टिकटक सुटिङ हुँदैछ पराठा केटो आउँदैछ टक्क लाएर नाइट भएर अहिले पुरै बत्तीहरूले गर्दा भिडियो पनि त्यति राम्रो निस्केन है गाइडहरू होइन अलिकति ढिलो आइयो हामी चाहिँ घुम्नको लागि ह्याप्पी दीपावली दिवाली
यतातिर पुरै झिलिमिली छ, झिलिमिली भन्दै सिस हेर्ने बेला भइरहेको छ। पुरै झिलिमिलीमा टक्क लाएर होइन यहाँ फोटो खिच्नुमा व्यस्त छन् केटोहरू टक्क लाएर होइन। हाम्रो एकजना बुढो चाहिँ अगाडि कहाँ हिँड्या हो बुढो होइन, एक्लै हिँडिरहेको छ यस्तो बाटोमा लाइट बाली हालेर। के गरे होला यस्तो यार, यस्तो नगरौँ न यार बुढो, के गरे हो र टक्क लाएर। अगाडि त्यहाँनिर चाहिँ पुरै झिलिमिली छ होइन, त्यहाँको ठुलो अग्लोमा चाहिँ पुरा झिलिमिली। हामीहरू यहाँनिर गाडी पार्किङमा राखिरहेको छ टक्क लाएर। यस्तो छ अहिलेको सिन चाहिँ, त्यही मान्छेहरू पुरै केटाहरू चाहिँ अगाडि लागिसक्यो होइन, म चाहिँ पुरै पछाडि छु। नाइटको बेला टक्कसँगै पर पुग्नुपर्ने हुन्छ छिटोमा पनि टक्क लाएर अब जानुपर्ने हुन्छ नि त होइन। घुमसुम जानुपर्ने छ टक्क लाएर। यो झलमल्ल परेको घरमा चाहिँ टक्क लाएर दामी रहेछ जो हेर्न लागि। यो चाहिँ होटेल लजहरू हो, त्यो टक्क लाएर यो घरहरू पनि यस्तो पुरा झलमल्ल भएर टक्क होइन लाएर। को टाइममा हिँड्यो गाइसहरू हिँड्यो रुमतिर। ओ माइ गॉड, यता फेरि कस्तो हरियाली हो टक्क, फुलहरू के रोप्या हो, यस्तो सागहरू रोप्या जस्तो छ पुरै। यो त हरियाली बन्द रहेछ यहाँनिर त होइन, टक्क दामी रहेछ त ठाउँ त। ओ माइ गॉड, बबाल त्यहाँनिर पोखरी पनि रहेछ। सो गाइस कस्तो दामी ठाउँ हो त यहाँनिर त होइन। हस्तबिट यहाँ यस्तो पार्क, यहाँनिर चाहिँ फोटो खिच्नु पर्ने खाली ठाउँ रहेछ क्या पुरै। यहाँनिर बिचमा चाहिँ पोखरी पनि रहेछ, बबाल रहेछ त ठाउँ चाहिँ यहाँनिर। पोखरी टक्क लाएर केटो कुद्दैछ, म पनि अब कुद्नुपर्ने स्थिति छ। टोलीहरू अघि बढिसके होइन, पछि टक्क लाएर यहाँको महलहरू यस्तो हरियाली छ। दिवाली जत्तिकै छ होइन, झकझकाउ पुरै बत्तीले। ओ गाइस दामी यार दामी, यहाँ चाहिँ टक्क लाएर फोटो खिच्नु त दामी निस्किन्छ। टक्क लाएर यता गाडीहरू हिँड्ने पार्कहरू यता टक्क लाएर यस्तो दामी पार्कहरू गाइसहरू टक्क लाएर। साइकल कुदाउनुलाई त एकदम दामी हुन्छ गाइस है, फोटो खिच्न सही। फोटो यता पनि सही आउने रहेछ।